वरिपरि गरिब राखेर आफ्नो घर सम्पद ठुलो बनाउने हो? वरिपरि गरिबहरू राखेर झुपडी बनाएर बिचको त्यो महल सुरक्षित बन्न सक्छ? सक्दैन। अहिलेको चिन्तन, अहिलेको सोच, अहिलेको व्यक्तिहरूबाट मुलुक अगाडि बढ्न सक्दैन। बन्ने भए 32 वर्षसम्म केही बढी सक्थ्यो। यो कुरालाई हामीले चिन्तन गरौँ। अब हामीले धनी बन्ने नाममा हामीले कटेजहरू भत्कायौँ। जनताले औषधि पाएको हुँदैन, औषधि सडिरहेको हुन्छ। कसले हेर्ने यो मोनिटरिङ? कसले गर्ने हो? यो स्थिति, यो मुलुकलाई यो स्थितिसम्म हामीले कहिलेसम्म राख्ने हो? हिजोको चावल भात, धनी बन्नलाई भात खानेहरू जब सुगर हुन्छ, किडनी हान्छ, तब हाम्रो आटो र हाम्रो कोदोको ढेँडोको मूल्य बढ्दो रहेछ नि त। हामी कति धनी रहेछौँ। अहिले किसानको हालत हेर्नुहोस्। अब जनावर र मानिसको बिचको द्वन्द्व कम गर्न पर्ने भयो। किसानले कसरी न बजार छ, न मल छ, न बिउ छ, त्यही पनि बाँदरहरू आएर सबैले खाइदिन्छ। जङ्गल बढाएकै बढाइछौँ। जो धनी छन् उनलाई जङ्गल बढाउन पनि परेन, जो धनी छ उनलाई क्लाइमेटको पनि मतलब भएन। हामी गरिबलाई सबै कुराको मतलब चाहिँ हात जोड्ने ठाउँ छैन, औषधि गर्ने ठाउँ छैन। गरिबका छोराछोरीहरू सरकारी स्कुलमा पढ्ने, धनीका छोराछोरीहरू प्राइभेट स्कुलमा पढ्ने, प्राइभेट स्कुलमा पढ्ने सबै छोराछोरीहरू त नेपालमा कोही पनि नबस्ने, सबै विदेश जाने। बाबुआमा पहाडको टुक्रामा एक्लै बस्ने। गरिबका छोराछोरीहरू तपाईँलाई अरब जाने, पहाडको टाकुरामा बाबुआमाले चाहिँ नि पानी भनेर आफ्नो देह त्याग गर्नुपर्ने। हाम्रो दिल, हाम्रो मन, हाम्रो विचार, हाम्रो चिन्तनलाई कहिले पनि नछोड्ने। मुलुक कसरी बन्छ? कि त पार्टीले पठाएका झोलेहरूले तलब खाएर बसिरहेका छन्, उसले केही परिवर्तनै गर्न सक्दैन, उसलाई नलेजै छैन। हामीले बहुदलीय व्यवस्था ल्याएको 32 वर्ष भयो। हामीले के गर्यौं? आखिरमा गरिबको छोरा केही नदिँदा पनि जिम्बाब्वेमा गएर क्रिकेट खेलेर जित्दो रहेछ त अमेरिकासित। हामीसित सबै चिज छ नि।